सो नमस्ते एभ्रिवान, फेरि पनि आइसके। सो आज चाहिँ हामी डाँडा जाँदैछौँ नाइट क्याम्पको लागि। फ्रेन्ड र एउटा साथी आउने बित्तिकै हामी चाहिँ डाँडातिर जानेछौँ। हामी जाने डाँडा चाहिँ सुरुसे देखाइरहेको छ। टेन्टवाला दाइले टेन्ट पनि दिइहाल्नुभयो र एउटा साथीलाई जसको लागि कुरेको थियौँ तिनी पनि आइसके। सो अहिले चाहिँ दुईटा साथी सामान हाल्न गइसके र हामी पनि अटोमा चढेर सिधै एरीचोक जानेछौँ। सो फाइनल्ली हामी चाहिँ अटोमा चढिसकेको छौँ। अहिले चाहिँ सिधै एरीचोक भेट्नेछौँ तिनीहरूलाई। अटोले धाम्न सकेन कि हामीहरूको वेट, अनि त्यही भएर हामी झरेर हिँड्दैछौँ। सो गाइस, भिडियो चाहिँ हेरिदिनु भएको हुन्छ तर सब्सक्राइब चाहिँ गर्नुभएको हुन्न। प्लिज डु सब्सक्राइब एन्ड सपोर्ट मी। फाइनल्ली हामी चाहिँ अहिले डाँडा पुगिसकेको छौँ। टेन्ट कहाँ ल्याउने भनेर डिस्कस गरिरहेको छौँ। अहिले चाहिँ हामीले टेन्ट लाएर पनि रेडी गरिसक्यौँ। अब हामी खाना बनाउने तर्फ लाग्नेछौँ। जङ्गलमा आएर यसरी खानुको मजा नै छुट्टै हुन्छ क्या। त्यही पनि हाम्रो ज्ञानेन्द्र साथी दिलीप र सुरेशले धेरै सहयोग गरे मलाई। मैले पनि बनाएकै हो। सो गाइस, आजको लागि यति। फेरि भेटौँला अर्को भिडियोमा। सपोर्ट गर्न नबिर्सिनु होला। बाई बाई।